खोसेर नि नखोसिने तराजुमा नजोखिने गहिरो सम्बन्ध हो यो दुई मनको पवित्र नाता हो आफ्नोपनको दुःख पर्दा सँगै सुस्ताउने सुख माने सँगै मुस्काउने मितिनी मितिनी हामी मितिनी 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 हामी मितिनी 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 हामी मितिनी 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 हामी मितिनी भाउजू भाउजू दाई घरमा कोही छैनन् कि क्या हो? को हो? नानी खबरै नगरी आउनु भयो त। अब मैले आफ्नै घरमा आउँदा पनि खबर गर्नु पर्ने भयो। म मावला गएकै 3 महिना भइसक्यो। अनि तपाईहरुलाई मेरो नेसो लागेन? हामीलाई मात्र नेस लागेर के गर्नु? त मावला गएपछि बिर्सिन्छस्? त्यही त म त झन् 30 सम्म आउनुहुन्छ के भनेर बाटो हेरे कि आउनै भएन। आउनी त भनेको नि भाउजू, पानी परेको परे, पानी परेर बाटोमा पहिरो झरेर मामाजीले आउनै दिनु भएन। ए मामा घरतिर सबैलाई आराम छ नि? हजुर दाइ सबैलाई आरामै छ। हजुरआमाले चाहिँ हजुरलाई धेरै सम्झिनुहुन्छ। यसपालि दशैंमा टिका थाप्न सबैलाई जसरी भए पनि आउनु भन्नु भएको छ। त्यही त हजुरआमा हातको टिका नलाएको धेरै वर्ष भयो, यसपालि जानु पर्ला। आहा कस्तो राम्रो औठी। सुनको हो कि बजारे हो नानी? सुनको हो नि भाउजू, आमाले आफ्नो प्यावा बाख्रा बेचेर यसपालि तीजमा बनाइदिनु भएको। अब प्यारी नातिनी होस् न हजुरआमाको, मावाला गयो भने तँलाई केही न केही बनाइदिन्छन् के? ए बिर्खे हजुर काजी साहब दर्शन बिर्खे त एकछिन यता आस काजी साहब। बाजे बिरामी भयो भनेर हामी त्यत्रा गाउँले दौडेर हस्याङ फस्याङ गर्दै उनको आँगनमा पुग्यौँ। हामी के गर्ने भनेर मुखामुख गरेर सल्लाह पनि त गर्दै थियौँ। त्यसै त्यो बिचमा आएर त्यो उजेलले चाहिँ पानी खुवाउनु पर्ने के अचम्म हो यो? त के भन्छस् बिर्खे यो बारेमा? ठिक हो काजी साहब, अब त्यत्रो गाउँले हो र हामीहरू थियौँ त्यहाँ माथि हजुर हुनुहुन्थ्यो, त्यो उजेलीलाई आएर जानी जानी पानी खुवाउनु पर्ने। त्यही त म त त्यो माइलो देखेर पो छक्क परे त। हेर त त्यसको ताल, झन् माइलाले त बहिनीलाई गाली गर्ला हपार्ला भनेको त चुप लाएर पो बस्छ। बच्चे के को झपार्नु नि काजी साहब, नाक यत्रो पारेर बसिरहेको छ झन्। ल यो पानी पनि कति आउन सकेको, बर्खा गइसक्यो। हेर त झ्यार 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 आएको दसैँ आउने बेला भइसक्यो। अब दसैँ यसपालि त्यो मलमासले गर्दा, मलमास के भन्नु नि भाइ, के भन्छ अधिक मासलाई मलमास भन्नु झुकिएर अधिक मासले गर्दा अलिक पछाडि धकेल्यो के दसैँ। अब असोजका 28 गते घट स्थापना छ। 28 गते सम्झिराख। कार्तिकका 7 गते विजया दशमीको टिकोला। बाजे 7 गते को बोलाउँछ? ए बाजे को हो? भित्रै आउनु नि, भित्रै आउनुहोस्। ए को हो? काजी साहब ए ल मैले जुत्ता लाएर आएँ के अरे बाजे। खोलेर गयो भने त के अरे हिँड्नु छ कि? मर्यादा गरिनँ मैले। ए भाग्यमानी खान्छ बाजे। श्रीनाथ बाजे, कुरो भने तात्तातै प्रष्ट गर्नुपर्ने भयो।
फेरि ढिलो भएर चिसो भयो भनेदेखि फेरि तातो कुरो उब्जेला। के भन्नु खोज्नुभयो काई साहबले? मैले त कुरो बुझिनँ नि। अबुझलाई पो सम्झाउन सजिलो हुन्छ, अब बुझ पचाउनलाई गाह्रो हुन्छ नि बाजे। घुमाएर भन्दा पनि कुरा प्रष्ट भनौ न, अनि पो बुझिन्छ त कुरा। कुरो अब प्रष्टै छ नि। उजेलीले पानी खुवाई, बाजेको होस आयो, हामीले ठुलो ठुलो हेरेर बस्यौँ। अब काई साहब सबैजना ठुलो हेरेर बसेको बेलामा उसैले हिम्मत गरेर पानी खुवाएर मलाई होसमा ल्याए, म त के भनौँ? हामी गाउँले चाहिँ मरेका थियौँ, एकछिन ढिलो पानी खाँदा तपाईँ मरिहाल्नुहुन्थ्यो। मुखमा जे आयो त्यही नबोल्नु छ बिर्खे दाइ। तपाईँ हामी छुन पनि डराएको बेला भए उजेलले पानी खुवाइ त के बिराई? तिमीलाई त के बिग्रिन्थ्यो त कान्छा बाजे? तिमीलाई त राम्रो भयो नि, बिग्रिने कुरै भएन नि। बिग्रिनु त अरूलाई भयो, बिग्रिनु त अब तिमीलाई त उसले त झन् मासु पकाएर लगाएर मिठो मनाइ चाहिँ पक खुवाइरहेको। अब तिमीलाई त के बिग्रिने कुरो हुँदैन के अरे नि, बिग्रिनु त हामीलाई भयो यहाँ। बिना प्रमाण दुनियाँको कुरा सुने दोष नलाउनुहोस् काई साहब। त चुपलाई काई साहब, जानेर मैले कुनै गल्ती गरेको छैन। अब यस्तोमा तपाईँ नै भन्नुहोस् न, म के गर्न सक्छु? केही पनि गर्नु पर्दैन। आजैबाट तपाईँले गाउँमा जजमानी गर्न छोड्नुहोस्। किन छोड्ने? गाउँ छोड्ने कुरा चाहिँ नगर्नुहोस् है माइललाई, मैले भनिदिएको छु। तपाईँलाई गाउँमा के सहयोग चाहियो? म छोड्दैछु नि। म त दिक्क भएँ खड्के। यो गाउँमा न त दुःखमा साथ दिने कोही छ, न त सुखमा ताली बजाउने। यो गाउँमा साह्रै एक्लो भयो खड्के। तपाईँ कसरी एक्लो हुनुभयो माइललाई? यत्रो गाउँ समाज छ, हामी छौँ। तपाईँलाई केही समस्या पऱ्यो भने ढुक्क भएर भन्नुहोस् न, तपाईँको लागि अब मर्छु। खै के गर्नु खड्के भाइ? तिमी जस्तै मान्छे यो गाउँमा अरू 2-4 जना भएको भए त समाजै अर्कै हुन्थ्यो नि। ओए खड्के, तँ यता आइज त। किन हो? यति आएर भने भइहाल्यो नि, तँसँग एक्लै कुरा गर्नु छ। जाउँ न केही कुरा बोलाएर कि। किन हो एकान्तमा कुरा गर्नुपर्ने? त आज भोलि धेरै बढी भइरहेछस्। आफ्नो ठाउँमा बस। म आफ्नै ठाउँमा बसेको छु, बरु तिमी चाहिँ आफ्नो ठाउँमा बस। तैँले मेरो ठाउँ नदेखा भन्दैछु तँलाई। तिमीले पनि औँला उठाएर नबोल, मैले भनिदिएको छु। बोल्छु, के गर्छस्? हात नहालै। के गर्छ? होइन बाबुकाजी, तपाईँको के पारा हो? गाउँमा जसले झगडा गरेको छ, तल्का मच्चाको छ, तपाईँको यस्तो पाराले गाउँमा अरूले के सिक्ने? अझ औँला ठहराउँदो रहेछ, काट दिन्छु अनि थाहा पाउँछ। बाबु खड्के चुप लाग, यस्तोलाई के भन्ने? जाऊ कान्छी घर भात पाउँदैन होइन, माथि कराइछ नजानु पहिला जानै परेपछि। बाबुकाजी, म किन फोन गरेर हिँडे बाबु?
त्यस्तो होइन काकी, अलि हतार छ त्यसैले। ए म त के भएछ फेरि भन्ठाने नि। अनि आमा घरमै हुनुहुन्छ? ए काकी, तपाईँलाई आमाले भन्नु भएन? आमा त बिहानै मावला जानु भएको छ। ल मलाई के थाहा त। ल ल काकी, अहिले हतार छ, अहिले लाग्छु। ल ल बाबु ल। मितिनी पहिला जोगेर खेल्नुपर्छ, म जोग्छु है पहिला। आजकल जोख्नु न। ल 1 2 3 4 जोगमा 4 भयो। मैले जित्ने रहेछ अनु त। ल 1 2 3 4 5 6 7 8 भयो के? मैले जिते। कति कति खेल्ने बितिनी? 100। आम्मा 100 त धेरै हुन्छ बु। हो र? त्यसो भए 50। ल 50। ल 50 मा कति? 20। हुन्छ ल 20। खेल्ने मैले? ल 1 2 3 4 5 6 7 8 9 10 11 12 12 भयो बितिनी। तपाईँ झन्डै मलाई हान्नु भएको। सम्झे कहिले आएको सम्झे त? आज आएको नि, तिमीहरूको नेस्रो लागेर भेट्न आएको आउने बित्तिकै। ए भनेपछि तँलाई हाम्रो नेस्रो पनि लाग्छ? छ्या कस्तो होली भयो म यहाँ, आफ्नो साथीहरूको पनि नेस्रो लाग्दैन त नि। आम्मा कस्तो राम्रो औँठी लागी। मावला हजुरआमाले बनाइदिनु भएको। सुनको? सुनको त हो नि, बजारे त को लाउँछ र? आम्मा तेरो त औँठी मात्रै रहेछ, हाम्रो मितिनीको त कानमा पनि छ सुनको। मितिनीको भएर के गर्छिस्? तेरो छैन क्यारे? आफ्नो जिउमा सुनको नाम धरी छैन, अर्काले लगाएको सुनको धाग दिने। तैँले जसरी धाग देखाएको छैन म। आफ्नो गहना आफू लगाउनु नि, दुनियाँ देखाएर हिँड्नुपर्छ। कसले देखायो? तेरो मितिनीले कसको गहना कति छ भन्दै आँखा गाड्दै हेर्दै हिँड्ने कि त हो नि? अझ बढी बोल्छस्? तँ म हेरेर खोरिदिऊ। कति त आफ्नो मितिनीलाई चोखो बनाउन खोजिरहेछ, त्यस्तै माया लाग्ने आफ्नै सुन फुकाएर लाउन दिनु नि त नि। दिइहाल्छु नि म मेरो मितिनीलाई, तैँले म सिकाउनु पर्छ मलाई? ल त दे हेरौँ। दिन्छु त। सम्झेल त्यस्तो भन्यो भने त नरिसाउनु क्या, यो सुन तपाईँ आफै लाउनु त। चुप लागेर लगाउनु न मितिनी, तपाईँलाई रहर पुग्ने जेलसम्म लगाउनु, अनि त्यसपछि म लगाउँछु। अनि मितबाले थाहा पायो भनेदेखि मान्नुहुन्छ? बाला कसले भन्छ र? केही गरी बाले सोधिहाल्यो भने मैले थन्काएर राखेको छु बा भनिदिन्छु है। अरे पुण्य बाजे एकछिन त आइदेन। म कि मितिनी? त के? किन बोलाउनु भएको बाजे? यो चिठी उजीलाई देऊ है। हस्। किन बोलाएको राख्नु? ए चिठी। आम्मा के चाहिँ लेख्नु परेको रहेछ फेरि? खै पढ्नु त मितिनी। आज भोलि मसँग बोल्न पनि खोज्दैनौ, भेट्न पनि खोज्दैनौ, किन रिसाएकी उजेली? यति रिसाएकी छैनौ भने माथि डाँडामा भेट्न आऊ, म त्यहीँ कुरिरहेको हुनेछु। भेट्न जानु र मितिनी पुर्णे बाजेलाई। आम्मा म त जान्न गो, अनि फेरि कसैले देख्यो भने अर्को काण्ड मचिन्छ, म त मरे पनि जान्छु। के हुन्न कि मितिनी, बरु म पनि गइदिन्छु तपाईँलाई मान्छे हेर्नलाई, कुरेर बस्छु। साँच्ची? हो।
तपाईँ जानु म यहीँ बसेर मान्छे हेर्छु है आयो अनि म यहाँ किन एक्लै बसेको थिएँ बोलाउ न आम्मा अहिले कसरी देख्यो भने के हुन्छ मान्छे हेर्नु पर्ने कि क्या हो यहाँ कसैले देख्दैन के मितिनी बाहुरु आए बाहुरु आए ऐ बिर्खे तँलाई कमाउन त दिएँ त्यो बारी यो पनि त्यो हर्केले कमाइरहेको थियो तैँले राम्रो गरिस् भनेदेखि यो पनि तँलाई कमाउनु दिएँ राम्रो गरिस् है यसमा तैँले कोदो रोपिस् भने कोदोको ढिँडो मिठो हुन्छ नि केटा है मैया खोइ एकैछिन सम्झनालाई भेटेर आउँछु भनेर गएको थिएँ त्यसलाई ढाकछोप पारेर लोकाचार पारेर बचाउने होइन त्यो सम्झनालाई भेट्न गएकी होइन त्यो त्यसकै मितिनीसँग लठारिन गएको थियो होइन मितिनलाई भेट्न गए पनि यति साह्रै रिसाउनु पर्ने त केही छैन नि के काम बिहारी किन त्यसरी खाउला जस्तो हेर्सी हजुरले मलाई किन नरिसाउने मेरो आँखै यस्तो छ त अनि मेरो बोली नै यस्तै छ रिसाएको र माया गरेको पनि थाहा हुँदैन उचाल्नुहोस् हजुरकी छोरीलाई उचालेर टाउकोमै पुर्याउनुहोस् न ओ सवारी भयो महारानीको फुलमालाले स्वागत गरौँ अब कहाँ गएर आएकी कहाँ गएर आएको भनेको सुन्योस् मैले अघि नै भने नि सम्झनासँग गएर आएकी मैले पनि अघि नै भनिसके धेरै ढाकछोप नगर्नुहोस् भनेर त्यो डाँडोमा लुकी लुकी किन भागे कि जति बेलै त्यो मितिनीको पछि लाछ पुच्छर जस्तो बनेर हिँडेको छ के छ त्यो केटीसँग कुन्नी मैले कतिचोटि भन्ने यो कुरो अस्ति नै पनि भनेको थिएँ तीजको बेलामा पनि सुन्दै नसुन्ने मेरा कुरा त किन जानी त्योसँग भयो त अब कति कराइसिन्छ नकराइसेन अब नानी तेरो कानको सुन खै कस्तो कान दुखेर सन्दकमा खोलेर आएको छु सुनले कान दुखायो अरे अब सुनले कान दुखाउने भएपछि फलामको बनाएर लगाइदिए भयो त कहिलेकाहीँ आफूले गल्ती नगरे पनि दशा लाग्छ हो बाजे चिन्ता नलिनुहोस् बिस्तारै सबै ठिक हुन्छ खै कसरी ठिक हुन्छ भन्नुभयो यो जजमानी पेसा गरेर नपाउने हो भने त मेरो घर व्यवहार त डामाडोलै हुन्छ नि भाउ कसरी डामाडोल हुन्छ बाजे यत्रो जग्गा जमिन बाँचो छ तपाईँको कुटो गोताले गर्ने
डल्ला पुडाउने खाने नि। खै बाबु अब यो बुढो हुन लागेको हड्डीले त्यो बाँझोबारी कसरी फुटाउन सक्ला र? अब त्यत्रो बाघले खाइ नसक्ने ज्यान भएको तपाईँको छोरा छ, किन पिर लिनुहुन्छ बाजे? पिर नलिनुहोस् ल। अहिले मलाई हतार छ, म लागे बाजे। आमा के सिलाउँदैछ हो दाइ? घर थोत्रा कपडा केही देख्न हुन्न है, टिप्यो सिलाइहाल्यो। थोत्रा कपडा भनेर हुन्न के, यस्तै भने सिलाएर राख्नुपर्छ, काम लाग्छ घर। अच्छा कानमा के लगाएकी छ यसले? आमा सुन। कसले दियो तँलाई सुन? मितिनीको क्या अर्काको सुन मागी मागी किन लाउनु पर्यो तँलाई? यसै त काजीबारे देखी छँदैनन्, त्यही माथि लुगा गरगहना सबै मागी मागी ला। आमा मैले मारेको हो र? मितिनी आफै लगाइदिनु भएको त हो नि। मितिनी रहर पुग्ने गरी लाउन नि, फिर्ता दिनु भन्नु। पर्दैन, भोलि बिहान उज्यालो हुन बित्तिकै खुरुक्क त्यो सुन फिर्ता दे भनिदिएको छु त्यहाँ। भाउजू लौ न, मेरो त औँठी नि छैन भने हिजो मैले सुत्ने बेला तखता पनि फुकालेर राखेको थिएँ, कहाँ गएछ? होइन बिहान बिहान के भन्नुहुन्छ नानी? ओछ्यानतिर खसेर राम्रोसँग हेर्नुहोस् त। हेरेको त भाउजू सबैतिर, गाई पनि छैन भने ल न के गर्ने? हेर यत्रो सुनको औँठी घरैबाट कसरी हरायो के हरायो भन्छन् यिनीहरू? ऊ नानीको सुनको औँठी हरायो अरे। ल बर्बाद भयो, कसरी हरायो त? सुत्ने बेला तखतामा खोलेर सुतेको थिएँ, उठ्ने बेला हेर्दा त छैन। यो त पक्कै कोही थाहा पाएको मान्छेले चोरेको हुनुपर्छ नानी, तपाईँलाई के लाग्छ? हो भाउजू, थाहा पाएकै मान्छेले चोरेको हुनुपर्छ यो। त्यसो भए अब गाउँ भेला गरेर छलफल गर्नुपर्छ। म गएँ काई साहबकोमा। के भयो मितिनी? किन बिहान बिहान आउनुभएको के? लाउनु यो सुन तपाईँ आफै लाउनु के, मलाई दाइले गाली गरे। त्यतिका मितिनी लगाउनु के, बुढो माइला लगाएर मै भन्छु। आमा भयो कि मितिनी, भोलि पर्सि मित पाल्दै नि बेकार कराउँछन् मलाई। मैले बाआमालाई भनिसकेँ के, मलाई कान दुखेर मैले सन्देशमा आएको छु भनेर। के हुन्छ तपाईँ लगाउनु न मितिनी। त्यतिका भयो क्या मितिनी, तपाईँ आफै लगाउनु, म त लाउँदिनँ। भयो मैले हातको के हो? काजी दर्शन काजी किन हात दिए यसरी? लौ न काजी साहब, हाम्रो घरमा सुन चोरी भयो। गाउँ भेला राख्ने भनेको हजुर तुरुन्तै आइदिन पर्ने भयो। ल ल म आम्ला। हस् काजी साहब। अब सबैजना आइसक्नु भएछ, अब छलफल सुरु गरौँ नि त काका। हो सुरु गरौँ। अब कुरो के रहेछ भने यी सम्झना नानी मावलीबाट आउँदा फेरि सुनको औँठी लाएर आकी। राति सुत्ने बेलामा सुनको औँठी खोलेर सुतिन्, बिहान उठ्दा औँठी छैन। कुरो त यति हो नि होइन? अब यो सुनको औँठी कसले चोर्यो त, त्यसको छिनोफानो हुनु पर्यो। हो
अब घरभित्रबाट हराएको सुन त घरकै मान्छेले चोर्यो होला नि, बाहिरबाट आएर कसले चोर्छ? घरको मान्छेले सुन चोरेको भए बाहिरको समाज किन बटुल्नु पर्थ्यो? हात तेरिका झडा नगरिकन छलफल गरौँ न। ए खड्केर सानो बाजे नै आइपुग्यो। ल बसौँ बसौँ। ल यसै मिलेर बसौँ। ल अब धेरै लामो कुरा किन गर्नु पर्यो? अब निर्णय गर्नुभन्दा अगाडि सम्झना, तिम्रो कसैप्रति केही शङ्का छ? मलाई शङ्का छ काजी साहब। आफूलाई शङ्का लागेको व्यक्ति को हो निर्धक्क भएर भन्। आफूलाई शङ्का लागेको व्यक्ति को हो निर्धक्क भएर भन्। मेरो औँठी उजेलीले चोरेकी हो। नचाहिँदो आरोप नलगाई सम्झने। मेरी बहिनीले अहिलेसम्म सिउँधरी चोरेको छैन। किन चोरको खुट्टा काट्छु भन्दा खुट्टा उचाल्छौ ए माइल दाइ? सम्झनाले पनि त केही शङ्का नपाई आरोप लाग्यो होइन होला नि त? आरोप लाग्नलाई पनि त प्रमाण हुनुपर्छ नि। मितिनले चोरेको भन्ने के प्रमाण छ? बिना प्रमाण को बोल्छ त? तपाईलाई के कुरामा शङ्का लागेको छ नानी? भनिदिनुस् सबै। हिजो यो उजेलीले मेरो औँठीमा कसरी आँखा लगाइरहेकी थिए, त्यसैले यही उजेलीले हो मेरो औँठी लगेकी। ए नानी, तैँले औँठी चोरेकी हो त? चोरेकी भए देबा, अर्काको सुनले त आफूलाई दशा लाग्छ। तैँले चोरेकी होस् भने दे नानी दे, दशा लाग्छ कि राख्नुहुन्न। है उजेली, रोएर सुख पाइन्छ? अर्काको धनमाल चोरेपछि त फिर्ता गर्नु पर्यो, रोएर सुख पाइँदैन। ओइ तैँले चोरेकी छ हेर त, सबैले त्यही भन्छ नै। दे। मैले चोरेको नि होइन त, कहाँबाट ल्याएर दिउँ? चोरले म चोर हुँ भनेर कहाँ भन्छ त? चोरेको होइन भन्दै त्यत्रो सुन पचाउन पाइन्छ? एकछिन होइन हो सुन्तली भाउजू, हिजो तपाईँले बाटोमा मलाई देखाउँदै हिँडेको औँठी आज त हातमा छैन त। कतै त्यो औँठी त होइन? हुन्छ ठुले आमै। ओ सुन्तली भाउजू, टाढै जान लाग्नुभयो क्या? पारी गाउँ जान लागेको बाबु, खेताला भन्नलाई। होइन हौ भाउजू, खेताला भन्नलाई पनि सुन हातभरि ढल्काएर जान लाग्नु भएको छ त? होइन बाबु, यो भर्खर नयाँ बनाएको अनि के राख्नु भनेर लगाकी। ल है बाबु, अहिले चाहिँ गएँ म। लौ त ल भाउजू।
नपाउनेले पाको बोग्रे सिटा खाएको बन्थे भइरहेछ। अनि तपाईँले हिजो लगाएको औँठी आज नै खै त? कहाँ छ सुनको औँठी? अहिलेसम्म मैले बनाइदिएकै छैन। यहाँ छ औँठी। ओइ सम्झना, तैँले अरूलाई आरोप लगाएर फसाउन लाज लाग्दैन? यस्ता यी चाहिँदा नचाहिँदा आरोप लगाएर समाजलाई दुःख दिने? सोझो सिधा मान्छे देखेर छानी छानी फसाउन लाग्थ्यो होइन? आफूले खनेको खाल्टोमा आफै परियो। हिँड बाजौ। हरे कृष्ण। तिमीहरू जस्तो पापी असत्यलाई नि कहिल्यै भलो हुने छैन। दुनियाँ गाउँलेको अगाडि तैँले मेरो बिजल गरी छैन? त्यही त भने, बरु मागेकै भए पनि दिन्थे नि। दिउ नि औँठी। यो समाजमा सोझा र इमान्दारको त कुनै मूल्याङ्कन छैन। जो सोझो छ त्यही पिछडिनु पर्ने होइन? हामीले उभिलाई के पाप गरेका थियौँ र भगवान बार बार दुःख दिन्छ हामीलाई? दाइ यसरी चित्त दुखाएर नरौ न। तिनीहरूले एकछिन हेपेर के भयो त नि? एकैछिनमा दुधको दुध पानीको पानी छुटिहाल्यो क्यारे। उजेली, तँलाई मैले कहिल्यै पनि सुख दिन सकिनँ। कासतिर कानमा अनि हातमा सुनका गहना हुन्थे भने तँलाई आज तिनीहरूले सुनचुरको दोष लाउँथेनन्। तिमी कति भावनामा बग्छौ हो दाइ? मैले सुन लाउनु नपाएर के भयो त? मलाई सुनै लाउनु मन छैन। अब तिनीहरू चाहिँ सुन्ना र ठुला भएका अनि म चाहिँ सुन्ना र सानो भएको देखेको छ। त्यो त छैन। तर बहिनी, तैँले चिन्ता नगर। म यसपालिको दसैँमा लैनो भैँसी बेचेर भए पनि तँलाई सुनको गहना हालिदिन्छु। यो घरमा तिम्रो मात्र हुकुम चल्छ क्यारे? त्यो लैनु भएपछि त तिम्रो बिहा गर्दा बेच्ने हो। अनि मैले बिहे नै गरिनँ भने तैँले के गर्छस्? धेरै न्यु नखोज है दाइ। अस्ति तिमीले मलाई तँलाई माया गर्ने भाउ चाहिँ चाँडै बिहा गरेर लिएर आउँछु भनेको बिर्सेको छैन नि अहिले? ल के ल लाटी, पक्न पहिला मङ्सिर महिना त लाग्न दे न। बल्ल लाइनमा आयो नि होइन?
निया निसाब गर्ने, अप्ठ्यारा परालाई हेर्ने, जसले जे भने त्यसैको कुरा सही थापिसिन्छ। आज हेरिस्यो त कति लादा मर्नु भयो त्यत्रो मान्छेको अगाडि। त्यही त नि, हजुर पनि सबै कुरा बुझेर मात्रै जानु पर्थ्यो कि बुवा। जता गए पनि जहाँ गए पनि हजुरले जताबाट त्यही उजेलीको खेदो खनिसिन्छ। बिचारा त्यो टुरीको को छ भनिस्यो त, मितेरी साइनु गाँसेसी रगतको नाता आफ्नो सन्तान बराबरी हो, त्यसलाई त माया गर्नुपर्छ नि, खेदो खनेर खप्नै नगर्ने नि। भोलि मर्दा पर्दा एक अर्कालाई जुठो लाग्छ, जुठो बार्नु पर्छ। मैया ए मैया बोला नि। हजुर दाइ भित्र आउनुहोस् न। ए केही घर सल्लाह हुँदै थियो कि माएर रोकिनु भयो? केही थिएन बाबु, घर सल्लाह के हुनु, तेरो काकालाई सम्झाएको नि। काका त साह्रै नै रिसाउनु भयो क्या काकी, चुपचाप लाएर के नबोली हिँड्नुभयो त? अब भएको कुरा भन्दाखेरि रिसाएर गइसिन्छ भने जान देन त। बरु त पनि झै झगडा नगर बाबु, गाउँमा दुश्मनी नकमा। उजेली को उजेली? के का उजेली? तैँले मेरो नाम लिएर नबोले मैले भनिदिएको छु। आजबाट मेरो नाम लिएर बोलिस् भनेदेखि राम्रो हुँदैन फेरि। मैले जानी जानी होइन कि उजेली, मलाई माफ गर्दिन। आजबाट म तँलाई सधैँ माया गर्छु नि। परेको छैन भयो दुनियाँ षड्यन्त्रकारले माया गर्नलाई। तैँले किन माया गर्नु पर्यो? हामीलाई माया गर्ने हाम्रै दाइ छन्, मितिनी छन्, तैँले माया गर्नुपर्छ? कसो भन्ने त कसो? तँ त यहाँनिर अगाडि बस्दै नबस्दै मैले भनेको छु, कुरुको पानी लिएर जा। लाज नपचेका षड्यन्त्रकारीहरू चोर दोष लाउने बेला लाउने, अनि त्यसो अहिले आएर माफी मागेर लाज पनि नहुने। हेर न हेर त्यहाँ खिमिक गरी राखिदिएको छु। पानी भरेर गयो त। के हो यो? औँठी सुनको बनाइदिन नसके पनि चाँदीको बनाइदिएको छु, सधैँ लगाऊ है। म यो कसैको औँठी सौठी लाउँदिन है भनिदिएको छु, लाउनु तपाईँ नै राख्नु। ए म कसै गएँ होइन त नलाउने औँठी? मैले माया लाए तिमीसँग मैले मनलाई सोधिसके, तिमीलाई रोजिसके। मैले माया लाए तिमीसँग
तिमीसँग मैले मनलाई सोधिसके, तिमीलाई रोजिसके। मैले मनलाई सोधिसके, तिमीलाई रोजिसके। मैले मायालाई तिमीसँग, तिमीसँग, तिमीसँग। को हो? म बाजे म फड्के। ए बाबु भित्रै आऊ न, भित्रै आऊ। नमस्कार है बाजे जोरले। ल ल आशीर्वाद चाहिँ बस। कहाँबाट टुप्लुक्क आइपुग्यो त आज? त्यस्तै काम थियो बाजे। जौँ पो केलाउन लाग्नु भएको छ त। अब बाहिर पानी परेको छ, काम केही गऱ्यो भने यो झरीमा के गर्ने? अनि यसो यो किरा लाग्नु थाल्छ कि, यो किरा लाग्यो चढाउनु हुँदैन नि भगवान्लाई, त्यही भएर केलाएर राखेँ। ए अनि पूर्णे कता गयो त बाजे? नि कता मुन्ट्यो हो बाबु, के भन्ने अब त्यसलाई। अब भनेको फिटिकै मान्दैन। अब घरको काम यता सिलको सार्दैन हेर। अब त्यत्रो लबी धेरै भइसक्यो, उसँगका साथीहरूको छोराछोरी हुर्किसके, अब बिहे गर्न नि मान्दैन। के भन्नु? आयो त लामै रहेछ, टुप्लुक्कै आइपुग्यो त। होइन के गन्थन हुँदै थियो पनि? केही होइन, खेतमा कुलो लाउने काम थियो, हिँड्दा एकचोटि जाउँ। बा गए त ल बाजे। ए माइला, मान्छेबाट जान अनजानमा भुल हुँदो रहेछ। झन् हामी त मितेरी साइनोले गाँसिएको परिवार, दुईटा समुदायलाई जोडेर एउटै परिवार भएका हौ हामी भन्ने कुरो मैले चाहिँ भुलेकै हो, बिर्सेकै हो। गल्ती मबाट भएकै हो माइला। अहिले मलाई एकदम हीनता बोध भइरहेछ। त्यस्तो महसुस नगर्नुहोस् काजी साहब, हजुर त हाम्रो अभिभावक हो नि। मैले त्यस्तो कहिले सोचुला र? हजुरले गाली नै गरे पनि त्यो त हाम्रो लागि उपदेश हो। दर्शन नानी, ल अब जान अनजानमा मैले थुप्रै गल्ती गरेँ होला, मनमा नलिनुहोस्। सक्छौ भने तिमीहरूले मलाई माफ पनि गरिदियो। यी कुरालाई मनमा नलिनु है। त्यस्तो केही छैन। ल त अहिले म जान्छु। हस् काई साहब। फुल घारी भएर काटेको कस्तो काँडै काँडा भन् घोचेर लज्जा ल ल खप्प लाउँ त। आमा आमा, म एकछिन मिटिङलाई भेटेर आउँछु, बा आयो भने सम्झिदिनु है। के सम्झाउनु तेरो बालाई? मैले सम्झाएर मेरो कुरा खाने भएको हो सम्झाउने? साँच्ची त्यहाँभित्र फुलाएर बनाएर राखेको छु, उजेललाई लैदे न, खान्छे बरा। मैले त्यो खानेकुरा पछाडि लुकाएको देखिसकेँ। मलाई किन लुकाउनु पर्यो? जा जा, तेरी मितिनी घरै छ। यो केटी त मैले जा भने त सुनिनुहोस्, जा।
होइन हो पूर्ण, तेरो र उजेलीको माया प्रीतिको बारेमा गाउँघरमा अलिअलि गाई हल्ला सुन्थ्यो, अहिले त ठ्याप्पै छ त। मायापेटी भएको हल्ला छ त, नभएको मायापेटी सधैँभरि हल्ला चलिरहन्छ त। यो झुट बोलेको स्वाइन है केटा, अलि नाटक गर्न सिक। जे पाए त्यही नबोल है। जे पाए त्यही त होइन है। अब उजेली मनको चाहिँ एकदम सफा छ है केटा, सोझो भएर होला गाउँको सबैले हेप्छन् बिचरा। अरूले हेपेर के भयो त, मैले माया गरिहाल्छु नि। गर्छन् खुब माया। अस्ति अस्ति मितिनी मसँग हिँड्दाखेरि त कस्तो रिसाउँथे, छिनको छिनमै फेरिन्छन् ती मितबा। पहिला पहिला जे गरे पनि अहिले मितबा फेरिरहेका छन् के। तेरो लागि मितबाको आँखामा कस्तो माया देखेँ मैले। अहिले एकछिन माया देखाएर के गर्नु दाइ, कुन दिनदेखि हेप्न थालिहाल्छन्। भरे हुँदैन ती मितबाको त, बरु मितामाले माया गर्छन्। मितबा र मितामा दुईटैले माया गर्छन् के तँलाई। मितबाले माया बाहिर नदेखाउने मात्रै हुन्। होइन आज मितबाले तिमीलाई घुस दिएर गयो कि क्या हो, जति बेला नि गुनगान गाउँछौ त। यसको सोच। ल म पल्लोमा पुगेर आएँ एकछिन, त्यहाँ घरको धन्दा सबै छ है। ल म गएँ। चाँडै आऊ है, रात नपार। ल सकेसम्म चाँडै आउँछु, घर धन्दा चाहिँ सबै सकाएर बसेँ। बिहे नगरेकी कन्ने केटीले छोरा मान्छेले दिएको औँठी लाउनु हुन्न है। नलगा नलगा। आम्मा, म बिहे नगरेको केटीलाई पुर्णे बाजेले किन औँठी दिएका होलान्। हत्तेरी, म पनि उस्तै। बाजेले दिए भयो भने किन लिनु परेको होला। म त यो औँठी बाजेलाई नै फिर्ता दिन्छु। फेरि बाजे रिसाउने पो हुन् कि। रिसाए पनि रिसाउनु मलाई के मतलब। मितिनी मितिनी कहाँ आउनु भएको? के लगाउनु भयो देखाउनु त मलाई। मैले देखिरहेको छु कस्तो केही पनि होइन भने देखाउनु न। म बोल्दिनँ नदेखाउने भयो त। अनि बोल्दिनु नभन्नु है, मारिदिन्छु अन्त हुन्छ। त्यसो भए देखाउनु नि त। खै 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 पुर्णे बाजेले देखा। आहा, कस्तो राम्रो औँठी, लगाउनु न। किन आमा नलगाउने र? त्यसो भए त नलगाउनु। मित्री, हजुरलाई आमाले आफूलाई पठाउनु भएको छ। आमा होइन कस्तो माया गर्नुहुन्छ मितामाले त मलाई। हो नि, मलाई कस्तो मनपर्छ नि त्यो। थाहा छ मलाई। कस्तो खोल्दैन हौ नातेरीका मितिनी। खोल्नै जान्नुहुन्न क्या तपाईँ त। आमा कति तेरो पठाइदिनु भएको, तपाईँ पनि खानु मितिनी, म एक्लै सकाउँदैन। खानु न दाइ पारी गाउँ गइहाल्यो। बिचरा आफ्नै मितिनेलाई खानेकुरा लिएर गए कि कुन चाहिँले हिर्काएर यस्तो बनाइदिएछ।
बल्ल लिने भए पनि अलिक ठुलो मान्छेसँग लिनु नि। यस्तो बच्चासँग हेर के को दुश्मनी हो। ल कजिनी साहब पनि कस्तो कुरा गर्नुहुन्छ। म यहाँ नानी उजेलीको घरमा गएको मान्छे अनि कसले यस्तो गर्छ? कुरो प्रष्टै छ त। कुरो प्रष्टै छ भन्नाले यसमा सोच्नु पर्ने कुनै कारणै छैन नि कजिनी साहब। मिदिनी भनेर माया गर्ने मैयाले मात्र हो उजेलीले माया गर्छ जस्तो लाग्छ हजुरलाई? बिचरा मिदिनी भनेपछि हुरुकै हुन्छ, त्यसले त्यस्तो त गरिन होला। हो यही त छ नि हजुरको कमजोरी। आफ्नो छोरीलाई भन्दा बढी त्यसलाई विश्वास गर्नुहुन्छ। नपत्याउने खोलाले थाहै नपाई बगाउँछ। त्यही त मिछोरी भन्दैमा आफ्नो छोरीलाई भन्दा धेरै विश्वास नगर्ने कजिनी साहब। फेरि नराम्रोसँग धोका खानु होला नि। तिमीले भनेको कुरो पनि ठिकै हो, तर मेरो मनमा त त्यस्तो केही लाग्दैन। बिचरा त्यो उजेलले माथि के शङ्का गर्नु अरे शिव? होइन त्यसैले गरे भने के प्रमाण छ? यहाँ भन्दा ठुलो के प्रमाण चाहियो? मैया नानी उजेलीको घरमा खानेकुरा लिएर जानुभयो अनि मैया नानीलाई 81 बेहोसै हुने गरी चोट लाग्यो। फेरि त्यो उजेली सकुशल छे। त्यही त यदि उजेलीले केही पनि नगरेकी भए त्यसलाई चाहिँ किन केही भएन त? अनि मैयालाई यस्तो हुँदा पनि किन वास्तै नगरी बसिन्छ त त्यो? आरोप लगाउँदा अलि सोच विचार गरेर मात्रै लगाउनु पर्छ है। सत्य तथ्य कुरा नबुझी सोझा सिधा मान्छेलाई आरोप लगाइहाल्नु चाहिँ हुँदैन। हो मैया उजेलीकोमा गएकी हो, तर यसको मतलब यो होइन कि उजेलीले नै हानेर मैयालाई बेहोस बनाएकी हो। अरू कसैको षड्यन्त्र पनि त हुन सक्छ। मलाई लाग्छ उजेलीले चाहिँ होइन। हो मलाई हानेर बेहोस गराउने मितिनी नै हो। किनभने त्यति बेला त्यो घरमा म र मितिनी भाइ कोही पनि थिएन। म भने सबजनाको मुख बन्द गरेर मितिनीलाई साथ दिने, माया गर्ने, अनि मलाई चाहिँ धोका। खाना गहिरो खाना है। खन्दा खन्दा खाऊ। जति गहिरो पदालो खन्यो उति बाली नाली राम्रो। ल ए गयो त। ए पुर्ने ढिलो बलियो भयो मनलाई बोलेन के गर्ने। ए के गर्छौ टाटा टुटु? अलि फटाफटी गर है। ल अब पानी आउला जस्तो छ। पानी आयो भनेदेखि बर्बाद हुन्छ। यति खनिसकेर मुला छर्नुपर्छ। आज छर्ने भए भोलि छर्दा हुन्न? होइन अब यो बितिसकेको छ। अनि यहाँ ढिकी जत्रो मुला फलाउनु पर्छ बुझ्यौ? बढी अलि चिसो हुन्छ कि भनेर हो। अलि यो मल चाहिने अलि यो बलिया भए काइदा हुन्थ्यो। ल अलि उठो जाऊ है। गहिरो खाना गहिरो खाना लार खाना। बिहान पनि त्यत्रो पाटो खनेर यतिका खनिसक्यो बा खाजा पनि समयमा खानुपर्छ है। भोक लागिसक्यो। अहिले यो मेलो सकेर खाउँला नि, नत्र भने त पानी पर्यो भने मेलो ठुटो बस्छ फेरि। तँ किन चिन्ता गर्छस् खड्के? ठुटे मेलो बस्यो भने पनि म पुर्नेलाई पुरै जाने परमा तिर्न पठाइदिउँला। चिन्ता नगरिकन काम गर। ल ल तपाईँले नै टेस्टी भन्नुहुन्छ भने ठिकै छ त। ठुटे बस्यो भने त म पुरै परमा आउँदैन है केटा। बाले भने मात्रै हुँदैन। यतिकै जान पाच्ने क्या? अनि कस्तो कुरा गर्छ यो? अब आफ्नो साथी पनि उसले मिहिनेत गरिसक्यो। बिहानदेखि कस्तो मजाले गरिन्छ। तिर्ने हुन्छ कि तैँले पुरै मेलो तिर्ने हुन्छ। अब तिमीहरूको बाउ छोराकै कुराकानी मिल्दैन। अब पुरै गइदिएन पुरै गइदियो। अलिकति छुट्टी बस्यो भन्दैमा जाने परमै तिर्दिनु भन्न मिल्छ? त्यसमाथि अब साथी छ तेरो। काम उसले मजाले गरेछ कि बिहानदेखिको। श्रीनाथ बाजे के हो? कृषिमा सक्रिय हुन थाल्यो? अब हुन परिहाल्यो नि बाबु। काम नगरे खाना पाइँदैन। हेर्नुहोस् अब आफ्नो यत्रो रेखो पाखो सारा जाने बारी छ, बाँझै पल्टिरहेको। अब त यो सबैमा चाहिँ बाली नाली लाउने। हेर्नुहोस् आफ्नै गर्नुपर्छ हो बाजे। सधैँ अर्काको सिधा उठाएर हुन्छ त?
के भन्न खोजेको हो बिर्खे दाई? उड्ने बाजेले कुरा बुझ्नु भएन क्या हो? नराम्रो भन्न खोजेको होइन, दुनियाँको सिधा उठाउनु भन्दा आफ्नै परिश्रम गरेर खाएको राम्रो हो भन्न खोजेको। धेरै हेपेर चाहिँ नबोल भनिदिएको छु। तँलाई पनि त्यो काजीको सोली डोली नबोकिकन हातमुख जोड्न मुस्किलै पर्छ क्या अरे? त्यही काजीको आडमा हामीले धेरै हेपेर बोल्दो रहेछस्। मैले कुरा बुझेको छु। ल ल बाजे, जजमानी छोड्नु पर्ने भएर होला, अलि धेरै निसाउनु भयो, म गएँ। ओ बिर्खे दाई, तिमी मान्छे बन्यो होला भनेको त तिमी चाहिँ झन् घाँस भएर निस्केछौ। तिम्रो यस्तो व्यवहारले तिमी भन्दा सानो उमेरकोले के सिक्ने? डाडु चम्चा चुलोमा मात्रै चलन हुन्छ, याद राख। ला 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 आमा मितिनी किन नबोल्नु भएको? कस्तो तपाईँलाई अहिले? जस्तो भए पनि किन चाहियो? हामी के भन्नुहुन्छ हौ? तपाईँ मितिन त हो? आँखा देख्न छोड्यो कि क्या हो? कि अझै नाटक गर्न बाँकी छ? मैले के नाटक गरेर? झन् हिजो पल्लो गाउँमा मेला गएको, तपाईँलाई कस्तो भयो होला भनेर चिन्ता लागिरहेको थियो। तपाईँ चाहिँ के भन्नुहुन्छ? के नरिसाउनु मितिनी, दाइले पहिला नै बोलेको मेला रहेछ क्या, त्यही भएर जानै परेको हो। धेरै ढाक्छु पर्दैन खोज, हामीलाई सबै कुरा थाहा भइसक्यो। आमा के कुरा थाहा छ तँलाई? मितिन र मेरो बिचमा आइज, मैले भनिदिएको छु। मितिनी यो सम्झिसँग किन हिँडेको तपाईँ? अस्ति यसले हामीलाई के भनेको थियो बिर्सिनु भयो? सम्झनाले तपाईँलाई भनेको हो मितिनी, मलाई होइन। सम्झना मेरो मिल्ने साथी हो र आजबाट सम्झनाको बारेमा तपाईँले केही नराम्रो भन्नुभयो भने मलाई त्यो कुरा छिटो बुझ्दैन। बुझ्नुभयो? मितिनी के भएको छ तपाईँलाई? सन्जु छैन हो? चिन्नु भएन मलाई? म तपाईँको मितिनी उजेली क्या। मलाई हानेर बिहोस गराउनु पनि तपाईँ नै हो, मलाई राम्रोसँग थाहा छ। जाउँ सम्झना। दाउरा पनि ठिक काँचो परेछ। अनि उजेली पनि कहाँ गयो होला? आगै बोल्दैन त। ए माइला माइला, ओइ को हो? म बिर्खे हो। ए भित्र आउन बिर्खे दाइ। ल ल, म त भात पकाउन लाग्छु। गर कस्तो धुवा पारेर बस्यो त नि? त नि दाउरा अलिक काँचो परेछ, आगै नबलेर धुवा मात्रै भयो। के थियो कि बिर्खे दाइ? यो मेरो स्टकबाट उधिरहेको थियो, सिलाइदेन। धेरै नै पुरानो रहेछ भने त खै के सिलाउनु र? ए उजेली, तैँले के गरेको? मेरै घरमा आएर ठुलो स्वरले नबोल्नुस् बिर्खे दाइ। ठुलो स्वरले बोल्नको लागि तपाईँको घर होइन यो। कहिले सुन चोर लाउने, कहिले अत्याचार गर्ने, अनि गाउँभरिका मान्छेलाई उचाल्ने तिमीहरूका सन्तान होइन? आजबाट तिम्रा थोत र ढोका हाम्रो दाइले सिलाउँदैनन्। दिन्न भए त्यही बाली दिन्न भन्छु होला होइन? चाहिँदैन तिम्रो बाली हामीलाई। मान्छे भएपछि मान्छेको जस्तो बेहोरा हुनुपर्छ।
ए उजेली त बाउलाई सिक्या हो त्यो बिर्खे दाइलाई किन नाना थोरै भनेको हो तिमीमा यही कमजोरी छ के दाइ जसले जीवन पनि चुप लाएर सहेर बस्छ जसले पनि हेप्छ भन्दा भन्दा मितिनलाई पनि नाना भाती कुरा लगाएर मदेखि टाढा बनाए मितिनलाई टाढा बनाए रे अनि के भन्छ यो हो के मितिनलाई मैले हान्दा बेहोस बनाएको अनि के भन्न उचालेछन् मितिन त म सरिसाउनु भएको छ बोल्दा त बोल्नु हुँदैन मैले मितिनलाई हाने कि होइन कसले हाने त त्यति बेला त्यहाँनिर म र मितिन भाइ कोही पनि थिएन मलाई के एकासी भूत ल्याएर हान्यो झन् मितिनलाई मनपर्छ भनेर फुरालाई बोकी बोकी गए हेर मैया बिचारी त्यो उजेलले त्यस्तो गर्छ जस्तो मलाई लाग्दैन उजेलले तँलाई माया गर्छ तपाईँ धेरै ढाकछोप गर्न नखोज्नुहोस् बाजे हुन त तपाईँको परन प्यारी हुन् क्या अरे जति नै नराम्रो गरे पनि तपाईँको लागि त राम्रो भइहाल्छ नि होइन अब बाउ छोरी नै एउटै बेला बेलामा एउटै बोली बोल्छन् रगत बोल्छ भनेको यही होला सायद नरिसा न मैया यहाँ कुरा अलिक गडबड जस्तो लागिरहेछ यतिका वर्षदेखि तिमीहरू सँगै खाने सँगै घुमे गर्दाखेरि केही छलखबट नगरेको उजेलीले अहिले आएर यस्तो गर्यो भन्दाखेरि त मलाई विश्वास लागेको छैन है माया त्यही त मलाई पनि विश्वास लागेन तिमीहरूलाई विश्वास लागोस् भनेर मैले भनेको पनि होइन तिमीले ढाकेर कति दिनसम्म छोपिँदो रहेछ हेर्छु म पनि झन् साथीहरू भनेर भन्यो अनि के साह्रो फन्केर गएको हो कुन्नी बुझ्नै सकिनँ मैले त ओ बुढ्ने बाजे तपाईँले मितिनलाई अड्दिएको गयो मलाई थाहा छ अब म सबै गाउँलाई भनिदिन्छु ए मैया भनिदिन्छु भनेपछि औँठी नै बहिना मारिने भइदिएको यत्तिकै भन्छ कि यसले गाउँ नै हल्लिसक्यो तिमी भने मलाई डाँट डटो अब आउनु मैले भनेकै थिएँ नि बाजे तपाईँलाई अब काम गर्न थाले पानी पर्छ आखिर सबै कुरा राम्रै नै भइरहेछ अब भयो कि भएन भन्नु त अब भयो भन्नु पर्यो नि नभने त कुरै भएन नि अब आफूले गरिआएको जडमानी पेसा गर्न पाउँदैनस् भनेर तपाईँहरूले भन्नुभयो लाग्यो कृषितिर अब यो हात पाखुरा चल्ने त गरिखान सकिएला नसकिने कुरा भयो त मैले देखेँ त त्यस्तो मजासँग चाहिँ गोडमेल गरेर बारी त्यस्तो चिट्टीको बनाउनु भएको रहेछ खनजोत पनि गर्नुभयो होइन बिउ पनि छर्नुभयो ल हेर्नुहोस् त घर चिटिक्क पारेर सफा सुगर ए गाँठे बाजेको त अहिले पो जाँगर चलेको देखियो त है यो जजमानी पेसा छोडेर साह्रै राम्रो गर्नु भएको छ बाजे तपाईँले कमसे कम तपाईँको घरमा के सामान छ भनेर तपाईँले खोज्दा भेटाउन त हुन्छ अब बाबु पनि आफ्नो घरमा कुन सामान कहाँ छ भन्ने कुरा त थाहा भइहाल्छ नि जहिले पनि अब तै पनि त्यो आफ्ना पुर्खादेखि गरिआएको जजमानी पेसा गर्न नपाउँदा चाहिँ अलि मन खिन्न चाहिँ लागेको छ कि बाबु भइगयो अब बानी परिहाल्ला नि बिस्तारै तपाईँ जजमानी गर्नुहोस् बाजे होइन के भन्नुहुन्छ गाई साहब हो बाजे तपाईँ जजमानी गर्नुहोस् गलत म रहेछु कहिलेकाहीँ मान्छेको दिमाग फुस्किन्छ मैले अन्जानमा के गल्ती गरेँ अब तपाईँ निर्धक्क भएर जजमानी गर्नुहोस् तपाईँलाई कसैले रोक्दैन गाई साहब हजुरको जय होस् मितिनी नरिसाउनु भनेको मैले तपाईँलाई हानेको होइन कि भगवान्को कसम आमा नि तपाईँले भगवान्को कसम खानु भएको तपाईँ कति पापी नि हो कि मितिनी अब आफूले गल्ती नगरेको कुरामा कसम खाँदै के हुन्छ त नि केही पनि हुँदैन पाप लाग्छ पाप लौ त नि अब मैले गल्ती नै गरेको रहेछु भनेदेखि लागोस् मलाई पाप मितिनी मैले तपाईँलाई मनपर्ने खानेकुरा ल्याइदिएको छु नि
मितिनी तपाईँले मन पनि चाम्रे ल्याइदिएको छु नि। खानु परेको छैन मलाई, कसैले बनाएर ल्याएको चाम्रे साम्रे। अबदेखि एकै खाए हुन्छ, गएँ म। कान लाउनु मलाई चाम्रे कस्तो मनपर्छ नि मितिनी। अंकल तपाईँलाई मनपर्छ भनेको कस्तो लागेको मितिनी? मेरो मितिनीलाई सबै थाहा छ है, मलाई मनपर्छ। तपाईँलाई थाहा नि। भोलि तपाईँ बाख्रा चलाउनु आउनु अनि त्यसपछि चाम्रे बनाएर ल्याइदिन्छु। ल म त तपाईँलाई घिउ रोटी ल्याइदिन्छु है त। घिउ रोटी अनि चाम्रे पनि घिउ रोटी पनि एकैचोटि कसरी खानु हौ? त्यसरी पर्छ है त। ल है भोलि तपाईँ घिउ रोटी लिएर आउनु है, अनि म पछि फेरि चाम्रे ल्याउँछु। ल बाख्रा कापिसक्यो, घाँस चल्दै झन् हामी खाऊँ न, खानु। तेरी मितिनीले चाम्रे खाइन? नरो, तेरी मितिनी एक दिन आफै बोलाउन आउँछ। तेरो गल्ती नै छैन क्यारे, के भयो त? गल्ती त मितिनीको पनि छैन नि। गल्ती या अरू बाटो भइरहेछ। भन, यो सब षड्यन्त्र किन गरिरहेको छौ? मैले केही षड्यन्त्र गरेको छैन उजेली, नचाहिदो आरोप नलगा। कतिन्जेल आफूले जोगाउँछु सुन्तली भाउजू? आखिर तिमीले गर्न खोजेको के हो? मलाई राम्रोसँग थाहा छ, मितिनीलाई पछाडिबाट हानेको तिमीले नै हो। मुख सम्हालेर बोल उचेली, आज भोलि त निकै बढी बक्सेस। म यहाँलाई सुन्तली हाने भने के प्रमाण छ तसँग? तिमी त के प्रमाण छ देखाउन सक्छस्? सक्छु। त्यो दिन मितिनी ढल्ने बेलामा तिम्रो अनुहार देखेको छु मैले। तिमीले मलाई हेरेकी थियौ, तिम्रो मुख छोप्दैमा मैले तिम्रो हुलिया चिन्दिन भनी सोच्यौ? तैँले पो देखिस् त, अरू कसले देख्यो? खै यही हो प्रमाण। बिचारा उजेल, प्रमाणले राखी, तिरो यो प्रमाणले हुनेवाला केही पनि छैन। अनि एउटा कुरो याद राख, यो कुरो बाहिर कतै भनिस् भने राम्रो हुने छैन। तिमीहरू दुईजना बुढाबुढी मिलेर मलाई थर्कायौ, म डराए। अब म चुप्प लाएर बस्छु हैन, खुब बस्छु। सबलाई भनिदिन्छु अब। भन्दै आजबाट तेरो र मेरो साइनो सक्यो भन्दै त्यस्तो धोकेबाजलाई कतिन्जेल मितिनी भन्छेस्? यत्रो वर्षदेखिको मितिनी साइनो एक्कासी कसरी छोड्नु? जे भए पनि मलाई मेरो मितिनीको माया लाग्छ सम्झना। हेर मैया, तैँले मात्र माया गरेर केही हुँदैन। एक कुरो रोटी पाक्छ? होइन नि,
खास भन्यो भने त माया त मिटिङले पनि मलाई एकदम गर्नुहुन्छ। तर एक्कासी के भयो जे नहुन थियो त्यही भयो। हेर मैया, मैले भनेको मान, आजैबाट उजेलीसँग साइनो टुटाइदे। मितेरी साइनो टुटाउनु हुन्न रे के पाप लाग्छ। लागे लागोस् पाप, धर्म नै गरेन नि कहिले पो के राम्रो भएर। गाउँमा केही बिग्रियो हामीलाई नै दोष, गाउँमा केही हरायो हामीलाई नै दोष, गाउँमा केही आरोप आयो हामीलाई नै दोष। कति चाहिँ सहने? अब हुँदा हुँदा आरोप लाउनलाई अरू केही कुरा नपाएर मैयालाई पनि उजेलीले नै हानि भनेर आरोप लाउने? यो भन्दा बरु दुईजना बीचको मितिरी सानी नै टुटाइदिनुहोस्, आनन्द हुन्छ। यसरी आवेशमा आएर सम्बन्ध नै टुटाउने कुरा नगर्नुहोस् न माइल दाइ। यी सबै आरोपहरू हामीले तपाईँलाई कहिले लगायौँ भन्नु त? मैयालाई त उल्टै हामीले सम्झाइरहेका छौँ। अब खै कसको कुरा सुन्छे? मान्दैन। नमाने नमानोस्, उजेली मितिनी भनेपछि हुरुक्कै हुन्छ। मितिनीले भनेपछि सानो सानो कुरामा पनि फुरुक पर्छ। उसलाई यति ठुलो आरोप लाग्ला र दुईजना यतिसम्म टाढा होलान् भनेर मैले सोचेको पनि थिएन। अब दुवैजना कच्चा उमेरका छन्। मुइयालाई जति सम्झाए नि मान्दिन। त्यसरी नरिसा न बाबु, मुइयालाई हामी सम्झाउँछौँ। त्यो मितेरी साइनु भने त एकदम ठुलो नाता हो नि बाबु, शान्तिनु नाता होइन त। माइलोले पोखेको आक्रोश पनि ठिकै हो। अब गाउँमा जस्तो सुकै समस्या पर्यो भने पनि उसैको टाउकोमा आरोप थुपार्छन् सबैजनाले। सबैजनाको बानी नै त्यस्तै परिसक्यो। किनभने अब यिनीहरू सिधा छन्, सोझा छन्, यिनीहरूको पक्षमा बोलिदिने पनि त कोही छैन। हेर माइला, यहाँ कसै न कसैले षड्यन्त्र खेलिरहेको छ। यसको जरो म पत्ता लगाएर छोड्छु, चिन्ता नगरेस्। पहिला कस्तो हिँडेर बस्ने टिडी मिटिनीहरू अहिले एउटा एकातिर अर्को अर्कोतिर छ। त्यो मैयालाई पनि जति सम्झाउँदा पनि सम्झिनै मान्दैन। के भएको होला है? खै कसको आशा लाग्यो। राम्रो सम्बन्ध भगवानलाई पनि नपचेको हुनुपर्छ। मलाई त कस्तो नरमाइलो लागिरहेको छ। बिचरी त्यो उजिलीलाई कति पीडा भएको होला है। ती दुई मिटिनीहरू सँगै भयो भने त्यो उजिली कति खुसी हुन्थ्यो होला है। ल, कुरा मात्रै गरेको आइपुगी मैया त। खुब कुरा काट्दै हुनुहुन्थ्यो होला, हामी आएपछि मुख बन्द भयो होइन? त किन यस्तो नराम्रो सोच्ने भयो भन्छ मैया? तँलाई के भएको छ भन्छ? के पनि भएको छैन मलाई। ओइ सम्झ न, हिँड। यस्ता कुरोटेहरूको अगाडि के बस्नु? कुरोटेको हो नि यिनीहरू। कसलाई हेरे कि खड्केलाई होइन? अनि कसलाई त? पूर्णे बाजेलाई। आमा, तर पूर्णे बाजेले त फेरि हाम्रो मितिनीलाई मन पराउँछन् नि। थाहा छ, त्यही भएर नि पूर्णे बाजेलाई मैले आफ्नो बनाउनु छ। हेर्दै जा, एक दिन म पूर्णे बाजेसँग पे गरेरै छाड्छु।
षड्यन्त्रकारी दुनियाँ नाटक गरेर पूर्णिमासँग बिहे गर्नेसम्म जाल बुनी छैन तँलाई त आज म छोड्दिन मिति